साथीहरु नमस्ते सन्चै हुनुहुन्छ होला एन्ड वेलकम टु माई युट्युब च्यानल। म नयाँ भिडियोको साथमा आइसकेको छु अनि तपाईहरुको खबर के छ सुनाउनुहोस् कमेन्ट मार्फत। मेरो चाहिँ सबै ठिकठाक छ। आज चाहिँ म भदाइनी जन्मेको चाहिँ 1 महिना भइसकेछ। हाम्रो काकाको छोराको बुहारीमा बधाइनी अझै हेर्न गएको जान लागेको। अब यसरी नै चल्दैछ जिन्दगी साथीहरु। अब के गर्नु, अब योचोटि चाहिँ सुत्केरी हेर्दा हेर्दै मरिमरोमा जाँदा जाँदै ठिक्क हुने हो। अनि ढेँडो खान मन लागेछ, त्यही भएर हो। ब्युटी पनि हुन्छ हौ यार, घरिघरि त दुधसँग चाहिँ ढेँडो खाने हो क्या। त्यही भएर वाउ मिठो लाग्छ नि त। तपाईहरुले चाहिँ कतिको मिठो लाग्छ कि लाग्दैन, मलाई चाहिँ बेसरी मिठो लाग्छ ढेँडो चाहिँ खाने हो। अनि त्यही भएर अब मेरो बुढो चाहिँ हैन जति बेला नि चिया पसलमा गयो नेताहरुको गफ ठोको आयो, मैले चाहिँ उहाँलाई ह्यापी गाली गर्दैछु है। तर एकदमै ओरिजिनल साउन्ड नराकोले गर्दाखेरि चाहिँ मैले नयाँ साउन्ड आफैले थप्दैछु। तर मैले यति बेला चाहिँ उहाँलाई धेरै गाली गरिरहेको थिएँ क्या। नेता जस्तै गफाको ठोको बस भन्दै उहाँले कुरा टार्दै जाँदै हुन्थ्यो। त्यही भएर दाउरा लिन जानुपर्ने थियो, ढिला भइसकेको थियो। अनि उहाँलाई मैले गाली गर्दै थिएँ साथीहरु हैन। अब कहिलेकाहीँ श्रीमानलाई गाली पनि गर्नुपर्छ क्या, सधैँ टाउकोमा टेकाएर पनि हुनु हुँदो रहेछ। मलाई कस्तो अचम्म लागिरहेछ कि रेकर्ड गरेको भिडियोमा चाहिँ कसरी चाहिँ साउन्ड हरायो भनेर। अब त्यही पनि जसो त्यस्तै बनाएर हैन दुःखले बनाएर लगाएको थिएँ। मेरो बुढो चाहिँ बिचारा अब विरक्तै लागेर हेर्दैछ बुढीले करायो भनेर। अब दाउरा लिन जानुपर्ने यस्तो बनाउँदै जाँदाखेरि भिडियो बनाउँदा नि बुढोसँग पनि कस्तो लाज लाग्यो क्या। मलाई डोको बोक्न चाहिँ सुहाउँछ अरे, दाउरा घाँस बोक्न सुहाउँछ अरे, त्यसो पो भन्नुहुन्छ हौ श्रीमानले पनि। अनि हाम्रो मकैहरू अब मैले अस्ति तपाईहरुलाई देखाएको थिएँ। मकैहरू धानहरू पनि खतरा भइसकेछ। अहिले चाहिँ धानसँग आएर हेर्नुहोस् न, अब यहाँ मकै खतरा भइसकेछ है। हेर्नुहोस् साथी, धान यो चाहिँ हाम्रो देखिएको चाहिँ अब धान पनि राम्रो छ, तर पसाकै छैन। 1 महिनाको त भयो है, त्यही पनि भएर होला। अनि पसाकै छैन। हाम्रो चाहिँ दाउरा थोरै थियो, एक भारी लिन गएको लिएर सब हल्लिएर फेरि के दाउरा पनि अचक्कुली हुन्छ हौ। अचक्कुली भनेर सुन्नुभएको छ साथीहरु, कति धेरै हल्लिन्छ क्या। आँप त कति राम्रो फलेको छ। म त कस्तो रिस उठिरहेछ हौ अहिलेसम्म पनि यो भिडियो भएर के अमिलोहरू आँपहरू। हाम्रो चाहिँ सानो करेसबारी छ हैन। करेसबारी भन्नु के हो यो बगान अम्बाहरू छ। अनि हामी चाहिँ आफ्नै बारीको खान्छौँ प्राय गरेर। अनि मिठो लाग्छ। तपाईहरुको पनि आफ्नै बारीमा फला होला हैन। मेरो बुढोसँग यति मजाले म कुरा गरिरहेको थिएँ नि यहाँनिर आँप कति धेरै फलेको थियो, कत्रो फलेको थियो क्या, देखाउँदै हुनुहुन्थ्यो। तर यहाँ सबै मान्छेले चोरेर ध्वंसै गरेको थियो। बाटैमा छ नि त, त्यही भएर सबै चोरेछ हक्का लाग्ने गरेर। के गर्नु है, मान्छे घरमा 2 जना चाहिँ बसिँदैन। तर मेरो बुढासँग यति मिठो कुरा गरेको सबै भोइस रहेछ। मलाई चाहिँ साथीहरु हैन यस्तो भोइस फेरि लाउनु मन पर्दैन, एड गर्न मन पर्दैन। ओरिजिनल भिडियो भोइसहरु चाहिँ युज गर्न मन पर्छ। तर अब यसरी गइहालेछ, दुःखले मेहनत गरेर गरेको भनेर मात्र साथीहरु म यसरी भोइस एड गर्दैछु।
कुनै दिन फेरि यही गरेर देखाउनेछु तपाईँहरूलाई हैन। अब सेकेन्ड भिडियोमा चाहिँ पक्कै पनि तपाईँहरूलाई उयो गर्नेछु। अनि मेरो बुढो बिचारा कति आँप देखाइराख्नु भएको छ क्या। अब माइत जानुपर्ने काकाको घरमा, काका छोराको घरमा ढिलो भइसकेको थियो। हाम्रो दिदीले एकदम धेरै मासु काट्नुहुन्छ हैन। उहाँलाई मलाई हँसाउँदै भिडियो बनाएको थिएँ, गएछ। तर उहाँले दिनमा 8वटा 10वटा मार्नुहुन्छ। लोकल गाउँमा हो कि ब्रोइलरै काट्नुहुन्छ, तर 8-10वटा काट्नुहुन्छ क्या उहाँले। अब के गर्नु हैन, पेसा हो, काट्नै पर्यो नि हैन। साथीहरू मलाई कम्ता रिस उठिरहेछ भन्नुहुन्छ साथीहरू। यस्तो राम्रो बोल्नु भएको थियो उहाँ दिदीले, मेकअप भएर रेडी भएर पनि अಯ್यो के राम्री हुनु है। अलि मेकअप गर्दैछु, पितिर के। तर रमाइलो भयो आज साथीहरू चाहिँ भए पनि हैन। यदि हो मेरो भिडियो बिग्रियो त्यति नै हो। तर रमाइलो भयो, चटपटे खायौँ। अब बल्ल गएको त्यति साह्रो जही पनि राख्दिनँ हैन। अनि खासै गई पनि राख्दिनँ, तर रमाइलो भयो। माइत जानुको मजा नै छिटै हुन्छ नि त हैन साथीहरू। ओके, थ्याङ्क यू फर वाचिङ फर मी। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो यो आवाजलाई मात्रै भए पनि सुनिदिनु भएकोमा। यो चाहिँ एकदमै हाम्रो ओरिजिनल फुल है साथीहरू, हाम्रो घर छेउको हैन, मेरो श्रीमानले रोप्नु भएको। थ्याङ्क यू सो मच। हामी चाहिँ माइत लाग्यौँ। थ्याङ्क यू वाचिङ फर मी। नेक्स्ट भिडियोमा भेटौँला है त।